मार्केट क्यापिटलाइजेसन भनेको के हो? मार्केट क्यापिटलाइजेसन भनेको लिस्टेड सेयर मल्टिप्लाई बाई करेन्ट मार्केट प्राइस हो। लिस्टेड सेयर भनेको सूचीकृत सेयर र करेन्ट मार्केट प्राइस भनेको अहिले बजारमा चलिआएको मूल्य। लिस्टेड सेयर्स कस्तोलाई भन्ने भन्दाखेरि कुनै पनि कम्पनीको स्टक एक्सचेन्जमा सूचीकृत भएका सेयरहरू, जस्तै नेपालको स्टक एक्सचेन्जमा नेप्सेमा सूचीकृत भएको युनिलिभर कम्पनीको सेयर। युनिलिभर नेपाल लिमिटेडको नेप्सेमा टोटल 9,20,700 सेयर्स सूचीकृत छन्, जसको बजार मूल्य एज पर 28 मे 2025 अनुसार प्रति सेयर 47,620 रुपियाँ छ। भनेपछि युनिलिभरको मार्केट क्यापिटलाइजेसन कति हुने भयो? 9,20,700 सेयर्स मल्टिप्लाई बाई 47,620 प्रति सेयर गर्दाखेरि 43 अर्ब 84 करोड 37,34,000 हुन आउने भयो। यसरी नै नेप्सेमा लिस्टेड भएका 245 प्लस कम्पनीको सेयरको सूचीकृत सेयर मल्टिप्लाई बाई अहिलेको बजार मूल्य गर्दा जति आउँछ त्यो नै नेप्सेको टोटल मार्केट क्यापिटलाइजेसन हुने भयो।